जाओ, मुझे भूल जाओ, सब कुछ भूल जाओ। सो हेलो गाइज, वेलकम टु माई न्यू युट्युब च्यानल सेङ्जली राइडरमा तपाईँहरूलाई स्वागत छ फेरि पनि। र यत्रो दिनसम्म भिडियो आएको थिएन होइन, कि त्यो चाहिँ टाइटल हेरेर थाहा पाइसक्नु भएको छ र किन आएन भनेर। र आज चाहिँ हामी जाँदैछौँ बिहेमा, दिलीप मामाको बिहेमा होइन, दिलीप मामाको बिहेमा जाँदैछौँ। धेरै रमाइलो हुनेछ, सबैजना छौँ होइन। आजको दिन चाहिँ एकदम खास हुनेछ, दिलीप मामाको बिहे हो, धेरै रमाइलो गर्नुपर्छ। र फाइनली हाम्रो विशाल छोरो अनि विपिन दोषको पनि इन्ट्री भइसक्यो दिलीप दाईको बिहेमा। ल है ल ल ल ल ल ल अब चाहिँ हाम्रो यो टिका लाउँदैछौँ होइन, अङ्कलले लगाइदिँदै हुनुहुन्छ हामीलाई चाहिँ होइन। ठिक छ ल अङ्कल ल बाबु लगाऊ कपाल मास्टर ल अङ्कल मलाई खै त अङ्कल मलाई लगाइ चाहिँ फाइनली टिका पनि लाग्यो। हजुर यो चाहिँ भाइरल होला है, हो भाइरल हुनु। अङ्कल मलाई खै अङ्कलले त गाई छैन मलाई खै भिडियो बनाएर कि के हो बिर्सिनु भएको के टिका लगाइदिनेकै गाई छैन। लास्ट लास्ट ल ल बाबा आज फाइनली दाजु चाहिँ होइन वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ अनि म त एकदमै खुसी छु। दाजुको बिहेमा आउने एकदमै धोको थियो होइन, आज चाहिँ फाइनली सपना पुरा पनि भयो। यो चाहिँ एकदम नसोचेको रमाइलो भइरहेको छ होइन। यो ब्लगहरू हेर्दै हुनुहुन्छ भने एकदम किप सपोर्टिङ गर्नुपर्छ सबैजनाले होइन दाजु। सबैले सपोर्ट गर्नु सही हो सही हो। ल दाजु अब तपाईँलाई अब वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ आज, यो कुराहरू त सोध्न नहुने हो होइन। थोरै दुई शब्द जाओस् न त भाइको लागि हो क्या आफ्नै लागि। सही हो सही हो। हामी चाहिँ यो उसबाट नि यता छिरेर आइसक्यो। अब बेहुली भाउजूको घर पनि आइसक्यो हामी चाहिँ होइन, चक्क लाएर। चाहिँ बबाल छ यो घर त, ह्यान्डसम मेरो भाइ। बिचरा बुवा रुनु भएको। र हाम्रो पण्डित बाले चाहिँ मिठो फलाक छ है। परेन परेन पण्डित बाला यसलाई निकालेर कन्टिन्यू भयो कि
याद समस्त पावक छ यादद्वारा सिद्धार सिद्धायन अमोघ पुत्र पन्न है पुत्र रात रात विजय सम्पन्न करवानी वेदकलास गणेश कान्य भाषण पूर्वक सत्यादित्य वदापुजनम सत्यादित्य स्वात्करणि संपरिचे नमो स्वात्तना दैवयम असहस्रम कृष्णेश्वरम जनक नष्टेन सहस कोटि धारे नमः औ दीप नारायण नमः ल एकछिनमा भेटौँ न अहिले ल हाम्रो साथी हो गाई त्यो बाजा बजाउने हाम्रो साथी हो उतो होला अनि उता चाहिँ दुईजना नाचिरहेको छ ऊ पनि हाम्रो साथी हो हजुर बजाउनु त एकचोटि कसरी बजाउनुहुन्छ हेरौँ देखाउनु कसरी हो र यताबाट के बाजुबाट यता हो छड्के है एकचोटि रोक न लास्ट है मिलाएर हावा छोड्नु पर्दो रहेछ कि सो हे गाइज बिहेमा चाहिँ बब्बाल मजा आयो क्या बब्बालै मजा आयो होइन तर प्रब्लम चाहिँ के भयो भन्दाखेरि एउटै मात्र प्रब्लम भयो क्या प्रब्लम यो हो कि मेरो फोनको नि स्टोरेज फुल भयो क्या गाइज
अनि त्यसको कारणले गर्दाखेरि सब मामाले भिडियो बनाउनु भयो होइन अनि मामासँग त्यही भिडियो लिएर मैले पोस्ट गरेको हो र दुइटैको एउटै हो होइन मैले पोस्ट गरेँ मामाले पोस्ट गरेँ मेरो मतलब कि सेम एउटै हो र मेरो मामाको चाहिँ प्रदीप बस्याल छ युट्युब च्यानल होइन उहाँलाई सपोर्ट देखाउनु होला र मेरो फोनको स्टोरेज फुल हुनाले गर्दाखेरि मैले राम्रोसँग बनाउन पनि पाएन भिडियोहरू अब जति छ जे छ त्यसैमा एकचोटि हेरेर कस्तो लाग्छ कमेन्ट गर्नु होला होइन ठिक छ कि अब के अझै मैले अझै राम्रोसँग केही मिहिनेत गर्नुपर्ने हो कि त्यो हेरिदिनु होला अनि कमेन्ट पक्कै पनि गरिदिनु होला र गाइस यति भन्दैमा ल त म छुट्टिन्छु तपाईँहरूसँग नेक्स्ट भिडियोमा वेट गर्नु होला अब चाहिँ छिटै आउनेछ भिडियो सी यू गाइस